हेलो गाइज, गुड मर्निङ। आजदेखि चाहिँ मैले चाहिँ ब्लग बनाउनु सुरु गरेको होइन। आज चाहिँ म्याङ्लोङको वेदर राम्रै छ। बिहान रातभरि पानी परेको थियो, अहिले चाहिँ खुल्ला भइरहेछ। म चाहिँ गाउँको घर जाँदैछु। हाम्रो यहाँ बजारदेखि चाहिँ गाउँको घर जानुको लागि लगभग 10 मिनट जति लाग्छ। अलिक ढिलो हिँड्दाखेरि 10 मिनट जति लाग्छ। अनि हाम्रो गाउँको घर जाने बाटो चाहिँ यस्तो छ होइन। यो चाहिँ यति चाहिँ ढलान गरेको छ, बिचमा चाहिँ, अगाडि पनि छैन पछाडि पनि छैन, यो बिचमा चाहिँ ढलान गरेको छ। अनि पछाडि यो यहाँदेखि भिडियोमा देखि उता चाहिँ फेरि छैन, अफ रोड छ, यस्तो छ। यहाँनिर चाहिँ घर बनिनु लागेको छ होइन। अनि नेपालको चाहिँ विकास यस्तो छ है, फेरि बिचमा चाहिँ रोड बनाएको छ, के गरेको होइन, बिचमा ढलान गरेको छ, अरूतिर फेरि छैन। यहाँ चाहिँ सुँगुर रहेछ, सुँगुरलाई हेर्नु भने मैले अनि लागेँ म फेरि आफ्नो बाटोतिर। यस्तो छ आजको वेदर चाहिँ। रातभरि पानी परेर चाहिँ बाटो चाहिँ एकदम पानीले सब बिगार्दैछ होइन। कुलो जतिमा चाहिँ सबै माटो हालिदिएर चाहिँ अनि पानी चाहिँ सबै रोडमा आउने भइरहेछ यतातिर चाहिँ। यस्तो छ यहाँको विकास है। अनि यस्तो यो फुल चाहिँ सानो बेलामा हामी चाहिँ कानमा लगाउँथ्यौँ क्या, नेल्सहरू बनाएर लगाउँथ्यौँ सानो बेलामा भाँडाकुटी खेल्दाखेरि। कसले लगाउनुहुन्थ्यो कमेन्ट गर्नु होला होइन। यसलाई के फुल भन्दो रहेछ त्यो पनि थाहा छैन। त्यस्तै छ होइन। हाम्रोतिर चाहिँ जाने बाटो चाहिँ खासै त्यस्तो नराम्रो पनि होइन, ढलान गरेको पनि छैन। जे होस् राम्रै छ बाटो। बर्खामा पनि बाटो त्यस्तो बिग्रिँदैन, गाडीहरू हिँडिरहेको हुन्छ। हाम्रोतिर चाहिँ त्यस्तो छ है। अनि योपट्टि डाँडामा चाहिँ हाम्रो त्यहाँ डाँडादेखि चाहिँ यता पारी यो जलजली आउँछ डाँडाहरू भन्ने ठाउँहरू देखिन्छ, फेदाब देखिन्छ भनौँ न, फेदाब देखिन्छ यहाँदेखि चाहिँ। अनि त्यहाँ मैले जुम गरेको चाहिँ हाम्रो घरहरू, गाउँको घरहरू देखिएको हो होइन। अनि यहाँदेखि चाहिँ मैले यो सेकेन्डमा जुम गरेको चाहिँ फिदिम हो। यहाँदेखि ठ्याक्क उता फिदिम देखिन्छ, फिदिम बजार देखिन्छ। बेलुका बत्ती बलेको बेलामा चाहिँ एकदमै राम्रो देखिन्छ यहाँबाट। त्यस्तो छ। अनि त्यसपछि ऐँसिलो फल्ने सिजन आएछ है। ऐँसिलो पाक्न थालेछ अहिले। सानो बेलामा हामी एकदमै खान्थ्यौँ। यतातिर चाहिँ पहिले ठुलो जङ्गल थियो क्या, यो रोडहरू नहुँदाखेरि चाहिँ हाम्रो यता जाने ठाउँमा चाहिँ ठुलो जङ्गल थियो। अनि त्यहाँनिर हामी ऐँसिलो एकदम धेरै बनाएर एकदम धेरै टिपेर खाने गर्थ्यौँ। अहिले चाहिँ अब सब भइरहेछ, मान्छेले सब बाटो खनेर विकासको नाममा विनाश भन्ने जस्तो भइरहेछ क्या होइन। पहिले कस्तो अर्कै थियो क्या, यो एकदम हुन्छ नि, के भन्ने त्यसलाई, राम्रो थियो भनौँ न। जङ्गल सबैको अब बाख्रा खसीलाई घाँस काट्ने ठाउँ थियो। अनि अब चाहिँ अब यहाँ कता गर्दै चाहिँ मेरो गाउँको घर चाहिँ पुगेँ होइन। त्यही हो हाम्रो चाहिँ देखेको गाउँको घर हो। अनि यस्तो चाहिँ हाम्रो गाउँको घर चाहिँ होइन। गाउँको घरको बारीहरू, यो बारीहरू चाहिँ एकदम यस्तो छ। हाम्रो चाहिँ सुन्तलाहरू लगाएको छ। हाम्रो चाहिँ हाम्रो मूल घर मास्तिरको चाहिँ, तलतिरको चाहिँ हाम्रो उहिलेको घर हो, मम्मीहरू उहिले बस्नुभएको घर हो यो चाहिँ होइन। हाम्रो मम्मीको गेट चाहिँ यस्तो छ है, भित्र पस्नु चाहिँ। अनि त्यहाँभित्र चाहिँ हाम्रो खसी पालेको छ, 4टा खसी छ अनि 2टा कुखुरा छ, त्यस्तो छ। अनि मम्मीले तरकारी रोप्नु भएको छ, मकै छर्नु भएको छ 4टा गरामा। हाम्रो त आधी चाहिँ सबै जङ्गल छोडेको छ। अनि हाम्रो चाहिँ लड्याप पनि छ, हामी चाहिँ लड्याप भन्छौँ यसलाई। अनि त्यस्तो छ होइन। सुन्तलाहरू लगाएको छ। यिनीहरू चाहिँ फल्न थालेको बिरुवाहरू हो, अझै सानो छ। अनि हाम्रो चाहिँ पानी चाहिँ बर्खा मास चाहिँ त्यस्तो आउँछ, फुराउँछ र अनि मूलमा गएर पानी लिएर आउँछौँ हामी चाहिँ। हाम्रो काँक्री चाहिँ त्यस्तो छ है, काँक्री चाहिँ त्यस्तोमा ल्याउने गरेछ।